हेलो हजुर नमस्कार हजुर सन्चो म सन्चै छु। हाम्रो यात्रा आज फल्ले गाउँतिर है। आज फल्ले गाउँतिर के छ भनेपछि माथिबाट हिँड्दा बाटोमा लामो पुल देखेको थियो, त्यही भएर म नि लामो पुलतिर आएको छु। लामो पुल हेर्न मान्छेले कुस्मा बागलुङ जानु पर्यो भने अहिले चाहिँ फल्ले गाउँमै आएछ। यहाँ पारी वारी जोड्ने बिचमा म्याग्दी खोला ल हेर्नुहोस् यो पुलमा चाहिँ होइन म नि धेरै दिनपछि आउँदैछु। माथिबाट हेर्दा कति रहेछ कस्तो रहेछ भनेर हेर्न आएको छु पुल होइन। अनि हामीले माथि गाडीमा हेर्दा देखिन्थ्यो सधैँ यो पुललाई। आज यो पुलै पार गर्दैछु मैले। अनि सधैँ बागलुङ कुस्मा म हेर्न जान्थेँ मान्छे झोलुङ्गे पुल। ल हाम्रो चाहिँ यहाँ चाहिँ यो पुलमा के लेखेछन्, दर गाउँ हार्दिक स्वागत छ भने चाहिँ होइन ढक्क ल हेर्नुहोस्। अब हामी पुलमा प्रवेश गर्दैछौँ। अनि मान्छेले उहाँ कता कता जानु पर्यो न ल हेर्नुहोस्। धौलागिरी गाउँपालिकामै ठ्याक्क लामो पुल पारी वारी जोड्ने दर गाउँ, एक गाउँबाट अर्को गाउँ जाने रहेछ। हाम्रो सर फेरि हिँडिदिन्छ भने सरले होइन, सरको हिँडाइ छन् फेरि है। यही हेर्नुहोस् ल तल फेरि हेर्नुहोस् के अरे ल हेर्नुहोस् तल फेरि कस्तो रातो हेर्नुहोस्। यो रातो फुल हेर्नलाई मान्छे कहाँ पुग्नु पर्थ्यो, ए पैसा तिर्जानु। हामी त यही फ्रीमै आयो हेर्नुहोस्। गुलाबको फुल हेर्नुहोस्, लाली गुलास फुल सुए। यहाँ त फुलले सबै भइसकेको छ, ओभानो भइसकेको छन्। ल हेर्नुहोस् सर हामी पुल तरेको होइन, पुल तरौँ लामो पुल। मान्छेले लामो पुल तर्न कहाँ कहाँ हिँड्नुपर्छ होइन, बागलुङ जानु पऱ्यो कुस्मा जानु पऱ्यो भन्दा हामी सबै धौलागिरी गाउँपालिकामा सट्ट आएपछि लामो पुल भेट्यो। अब पुलमा हिँड्दैछौँ हामी। ल हेर्नुहोस् अब तपाईँहरू नि आउनु मनलाई आउनु होला लामो पुल हेर्न। लामो पुल तर्न होइन होइन। अब मान्छेले लामो पुल हेर्नलाई कता कताबाट आउनुपर्छ होइन, कुस्मा जानु पऱ्यो रे बागलुङ जानु पऱ्यो भन्दा हामी ढक्क म्याग्दी चिल्ला धौलागिरी गाउँपालिकामा लामो पुल। अनि यो पुलको दृश्य के छ भने चाहिँ बिचमा झन्डा छ फेरि। ल हेर्नुहोस् अनि झन्डा छ है बिचमा। तल खोला सल सिमसिम खोला बगिरहेछ होइन। ल हेर्नुहोस् बिचमा अब झन्डा नि छन् बिचमा। खोला होइन तल। अनि उहाँ हेर्नुहोस् छ्याङ्गै छ खोला फेरि है। हेर्नुहोस् तल खोला। गाडी बाटो त्यताबाट आउँदो रहेछ पारिँदै हाइरो। देशमा विकास त हुँदैछ जे होस्, देशको विकास। ल कोही मकै छर्दैछन् होइन, मकै छर्न लाजन्। हामी चाहिँ पुल यो चाहिँ पुल पनि ठ्याक्क झन्डा पनि बिचतिर रहेछ। सेन्टर पोइन्टमा हालेर सेन्टर पोइन्ट बनाएर होला न। यो चाहिँ फल्ले गाउँ र दरको बोर्डर होला, इन्डिया र नेपालको जस्तै बोर्डर होला है। ल हेर्नुहोस् बोर्डरमा आयो एउटा बहिनी रहेछ होइन। बोर्डरमा आइपुग्यो हामी। ल नेपालको झन्डा सारा होइन। हेर्नुहोस् एउटा बहिनी बसिरहेको छन्। अब यो ल हामी अब बोर्डर क्रस गरेर चाहिँ अब हामी दरा गाउँ प्रवेश गऱ्यौँ है। टक्क लाएर झन्डा ठ्याक्क बिचमा रहेछ क्या फेरि है। दरा र फल्ले गाउँको बिचको ठ्याक्क बिचैमा रहेछ। तल फेरि गाडी हिँड्ने बाटो, मोटर बाटो। यो बाइक हिँड्यो हामी माथि पुलभन्दा माथि थियो बाइक आएको थियो, त्यो ठ्याक्कै बाइक निस्किँदो रहेछ। हेर्नुहोस् गाउँ हेर्नुहोस् है। यो चाहिँ दर र फल्ले गाउँको बिचको चाहिँ पोइन्टमा ठ्याक्क झन्डा राखेको छ, मिलाएर राखेको त होला होइन। यो चाहिँ बोर्डर भनेर हो कि। हेर्नुहोस् ल हामी क्रस गर्दैछौँ पुलमा। झन्डाहरू लानुहोस् झन्डा झन्डा है। ल झन्डा सक्यो भने चाहिँ ठ्याक्क बिचैमा परेछ। ल हेर्नुहोस् झन्डा बिचैमै रहेछ। ल हेर्नुहोस् अब ल हेर्नुहोस् यता झन्डा छैन नि। ल हेर्नुहोस् यता झन्डा छ। ल हेर्नुहोस् उताबाट आउँदा बिचमा थियो, अहिले यताबाट पनि बिचमा छ। हेर्नुहोस् त्यसपछि यता छैन। ल हेर्नुहोस् सर्ट लाएर झन्डा क्रस भयो, हामी बोर्डर क्रस भयो। हामी बोर्डर क्रस भएपछि सिधै पुलगसमा पुगिन्छ।
ल हजुरहरूले भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस् है त, माया गर्नुहोस्। भिडियो लामो हुन्छ, स्क्रिप्ट भएर नै हेरिदिनु होला। भिडियोलाई माया गरिदिनुहोस्। भिडियो चाहिँ होइन लामो हुन्छ, लामो भएको छन्, त्यही भएर भिडियोलाई स्क्रिप्ट नहेरेर हेरिदिनु होला। हजुरले माया गरिदिनुहोस्। हामी पुलको बल्लो टुप्पामा चाहिँ होइन ठ्याक्क कति मिनटसम्म चाहिँ लाग्दो रहेछ भन्ने विचार गरेको छु होइन। ए नानु नानी कहाँ जाने हो तिमी? कहाँ पर जाने हो? के लिएर आऊ र? ल तेल केटाकेटी खेल्ने अब होटलमा। ल हामी फाइनली पुलको अन्त्य आइसक्यौँ होइन। पुलको अन्त्य आइसकेपछि म हिँड्दा मै स्यास्या भयो। ओ हिरो कहाँ जाने हौ? कहाँ जाने तिमी? हेर्नुहोस् पुलको अन्त यहाँ निस्किने बाटो रहेछ। हेर्नुहोस् हजुरहरू ठ्याक्क 6 मिनट लाग्दो रहेछ पुल तर्नलाई। हेर्नुहोस् तल गोरुहरू होइन गाई बस्तु चराउँदै कसो रमाइलो छ गाउँमा होइन। ल हेर्नुहोस् फेरि हामी फल्ले गाउँतर्फै लागेछु। ल हेर्नुहोस् फल्ले गाउँतर्फ है, यो त्यो त फल्ले गाउँ भयो, यो त मुना भयो है। ल हजुर लाइक सेयर सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस्, माया गरिदिनुहोस्। हजुरहरूले सक्दो सेयर गर्नुहोस्, सब्सक्राइब गर्नु, लाइक गर्नु, फलो गर्नु है त। ल हस् बाई बाई।